हामी मान्छे पनि अचम्मका हुन्छौँ। जे कुरा हामीसँग छ त्यसको वास्ता नै गर्दैनौँ, तर त्यही कुरा गुमाउँदा दुःख मान्छौँ। यो कुरा सधैँ याद राख्नु कि राम्रो दिन आउनका लागि जहिले पनि नराम्रो दिनहरूसँग लड्नै पर्छ। जब मान्छे आफैलाई चोट लाग्छ नि, तब मात्र उसले अरूको चोट देख्न थाल्छ। रिस र आँधी दुवै उस्तै हुन्छन्, किनकि जब यो शान्त हुन्छ तब मात्र थाहा हुन्छ कि कति नोक्सान भयो भनेर। असल मान्छेहरूलाई कुनै प्रशंसाको आवश्यकता हुँदैन। एउटा फुललाई बाहिरी सुगन्धको आवश्यकता नभए जस्तै। जिन्दगीको किताबमा धैर्यको गाथा हुनु अत्यन्तै आवश्यक हुन्छ, किनभने त्यसैले नै जीवनको सबै पानाहरूलाई सम्हालेर राख्ने गर्छ। मान्छे आफ्नो नजरमा सही हुनुपर्छ, दुनियाँको नजरमा त भगवान नै पनि गलत हुने गर्छन्। जीवनमा कहिले पनि आफूलाई अरूसँग तुलना नगर्नु। तिमी जस्तो छौ आफ्नो ठाउँमा राम्रो छौ। सबैलाई सुख दिने क्षमता त तिम्रो हातमा पक्कै नहोला, तर कसैलाई दुःख नहोस् यो त पक्कै तिम्रो हातमा हुन्छ। समय र शब्द यी दुवैको प्रयोग गर्दा कहिले पनि लापरवाही नगर, किनभने यी दुवै कुरा न त कहिले फर्केर नै आउँछन्, न त तिमीलाई अर्को मौका नै दिने गर्छन्। समस्या पर्दा मान्छेलाई सहाराको आवश्यकता हुन्छ, सल्लाहको होइन। एउटा असल मान्छे आफ्नो राम्रो बोली र कर्मले चिनिन्छ, नत्र राम्रो कुरा त भित्ता र पुस्तकहरूमा पनि लेखिएका हुन्छन्। सफलता एक दिनमा पक्कै पाइँदैन, तर मनमा दृढ सङ्कल्प भए एक न एक दिन पक्कै सफल भइ नै छ। मान्छेहरूमा आफ्नो यस्तो प्रभाव छोड्न सक्नुपर्छ कि कसैले तिमीलाई छोड्न त पक्कै सक्लान्, तर भुलाउन भने सक्ने छैनन्।